हेलो गाइज वेलकम ब्याक टु अनदर माई न्यू भ्लग होइन। आजको भ्लग चाहिँ म स्विमिङ पुलतिर आएको छु होइन। सो अब स्विमिङ नखेलेको पनि धेरै भयो क्या, 2 वर्ष पुग्नु लागिसक्यो। धेरै दिनपछि अब स्विमिङ खेल्न लागेको आज होइन। कस्तो हुन्छ रोमाञ्चक, अब खतरा छ यहाँ त स्विमिङ होइन। यहाँको तिर्यो 80 रिङ्गेट। अब 80 रिङ्गेटमा के खेल्न पाउँछ भित्रमा देखाउँछु होइन। यस्तो छ ठाउँ चाहिँ होइन। यता ब्याक साइडमा पनि रहेछ, सबैतिर अब सबैतिर देखाउने छु होइन गाइज। लेट्स गो। हामी चाहिँ यहाँ कपडाहरू लिँदैछौँ होइन। कतिको महँगो रहेछ कपडा? कपडाको त कुरा नगर नै यहाँनिर त नेपालको हिसाब गर्ने हो भने यहाँ त 2-4वटा आउँछ। तलमाथि सेट लाउँछ एउटा, त्यो स्विमिङ कस्ट्युम किन्दै त्यत्रो खर्च हुन्छ। फाइनली हामीले यो लिइसकेको छ होइन। यहाँ चेन्ज गर्दैछ बदेल। अब खेल्न जाँदैछौँ हामी होइन पार्कमा। ल यस्तो छ है अवस्था चाहिँ यहाँको, नाजुक छ। अब हामी जाँदैछौँ। ल हामी चाहिँ स्विमिङ खेलेर अब होइन सुरु भइसक्यो। हामी माथिबाट अब चाहिँ उताबाट यसरी घुमेर आउनु पऱ्यो भनेर सोचिरहेको छु अब होइन। अवस्था ल हामी चाहिँ माथि जाँदैछ है त। अब यहाँबाट माथिबाट आउने होइन। खेल्न पाउँछ जति पनि बाहिर चाहिँ यस्तो छ। हामी माथि जाँदैछौँ, माथिबाट आउने अब टपबाट। अब त्यो हाइटमा आइसकेको छु। बालो सिस्टम रहेछ क्या, कस्तो दामी देखेको यार हरियाली। भिडियो तल कस्तो कालो देखेको मैले चल। अब हाम्रो पालो आउँदैछ है। हामी चाहिँ एउटा अब जान लागिरहेको छ होइन। अब पालो आइसक्यो, तल छ है। ल सागर चाहिँ तल छ, यहाँ एरिया छ है खेल्ने ठाउँ चाहिँ। अब हाम्रो पालो आउँदैछ तल पुग्ने। हामी चाहिँ एकजना अगाडि दे। यो त रातो हुन्छ होला है पछाडि पछाडि गर्दैन होला यसरी नि त। ए बनाइहाल्छु नि म। ल अब ल लाग्यौँ हामी। उड्यो उड्यो उड्यो। सक्यो यार। फाइनली हामी तल झरिसक्यो। माथिबाट भर ल्यान्डिङ भइसक्यो तल होइन। यस्तो रमाइलो भयो कि आमा, त्यहाँ त सिरिङै बनाइदियो नि माथिबाट आउँदा त। तर जानु ढिलो लाग्दो रहेछ, माथि जानु पर्दो रहेछ। आउनलाई चाहिँ एकैछिन क्या, फेरि फ्यास्सै भयो। देखाउनु पाएन मैले होइन। अत्ताल्यो कि स्पिड आएको, कस्तो झुरुङ झुरुङ भएन। तल त फुत्त आउँछ, म त आफै क्या त्यहाँबाट लत्तै तल झर्दा त आमा सिरिङै भयो नि। अनि खेल्यो जे होस्, रमाइलो भइरहेछ होइन। अझै बाँकी छ। अब उता अर्को ठाउँतिर जान्छ हामी। अब लाग्ने चरणमा हामी फेरि रमाइलो भइरहेछ। अब जे होस् माथिबाट आएको। अब यहाँ होइन सागर त यहाँ बसिरहेछ। यस्तो उडाउँदो रहेछ क्या सुई उतापट्टि गहिरोमा। कस्तो भइरहेछ है? रमाइलो। यहाँ माथि पनि त्यस्तै खेल्ने रहेछ क्या। तपाईँलाई चाहिँ कस्तो? मलाई त अब मजा आयो, त्यस एकदम आनन्द भयो, खुसी लाग्यो। एक्सपिरियन्स के हो अरे?
के एक्सपिरियन्स भएको मान्छे होइन कहाँ एक्सपिरियन्स हुनु आज फर्स्ट टाइम स्विमिङ हेवा खोलामा खेल्ने मान्छे अनि यस्तो त सामान्य हेमा खोलाको र यहाँको नमिल्दो रहेछ क्या त्यही भएर आज खेल्नु चाहिँ खेलियो यस खोलाको र यहाँ स्विमिङको धेरै डिफ्रेन्ट हुँदो रहेछ मजा आयो अझै अब घुम्नु बाँकी नै छ भर्खर 2-3वटा त घुमिँदैछ घुमिसक्नु बाँकी नै छ अब हेरौँ दोस्रोतिर जाने माथि जङ्गल माथिबाट आएको हामी यस्तो छ है यहाँको रमझम चाहिँ होइन म पौडी खेलिरहेको छु यस्तो छ होइन ए त बाङ्गी रे बाङ्गी पछाडि बाङ्गी यहाँको लोकेसन कति तातो हो आमा टाउको त ढाका दाइजे त यस्तो छ चाल्ने नि त यस्तो छ यहाँ चाहिँ एकदम रमाइलो रहेछ होइन सिक्किम दाइको एन्ट्री भयो हेवा खोलाको च्याम्पियन एक्सपिरियन्स देखाउनु तपाईँको हेवा खोलाको एक्सपिरियन्स हो यो छिटो आउनु छिटो फर्स्ट गरेको छ पानी खाएर म बनाइदिन्छु त मेरो फोटो खिच्यो अब यहाँ डिस्कोवाला हुन्छ है पानीबाट छल्का हान्नेवाला म चाहिँ पानी यस्तो हुन्छ क्या छल्को ढुङ्गा चढेर सरर जाँदैछु पछाडि यस्तरी रहेछ क्या खेल्ने चाहिँ होइन ट्याक्क लाएर पानी छ गाइस हामी चाहिँ होइन यता अब वाटर मार्गमा छौँ अब यहाँ वाटर मार्गमा चाहिँ मोबाइल के गर्ने भन्ने कुरो पानी हो मोबाइल के गर्ने यस्तो छ क्या यहाँ चाहिँ एकदम चिलमा रहेछ क्या 2जना मात्रै चढ्न नपाउने अब पानी पर लगाइसक्यो स्विमिङ चाहिँ यस्तै छ है गाइस स्विमिङ पुलमा चाहिँ आज झम्पट भयो झम्पट अघि आउने हो माथिबाट फेरि हामी यता मुनि हामी चाहिँ अब यहाँ छौँ है आफ्टर अब लन्च छैन लन्च सन्च खाँदैन अब यहाँनिर यसमा अब फाइनली लास्ट अब हाम्रो टाइम पनि हुने बेला भएन निस्किने टाइम हुनु नलाग्यो अब निस्किनु पर्ने हुन्छ अब यहाँ चाहिँ यो यस्तो हुँदो रहेछ स्क्यान गरेपछि जहाँ पनि छिर्न पाइन्छ त्यो कपाल पनि है यहाँको रमझम फाइनल्ली स्विमिङ पनि खेल्यो रमाइलो भयो अनि अब
यो दुईजना चाहिँ माथि खेल्न गएको छ यता टावरतिर, हामी चाहिँ यता बसिरहेको छौँ। हामी एक्लै तिनजना आएको, दुईजना माथि छ, म चाहिँ यहाँ बसिरहेको छु सेक्युरिटी गार्ड। त्यस्तै छ है स्विमिङको अवस्था। सक्यो अब स्विमिङ आजदेखि 2 वर्षपछि स्विमिङ खेल्यो, रमाइलो भयो, हल्का फल्का पानी नि खायो अलिअलि। फेरि म्युजिक सुरु भइसक्यो, हामी खेलेर चाहिँ यता है ब्याक साइडमा। गाइस तपाईँहरू पनि आउनु, यहाँनिर लोकेसन चाहिँ मलाई कन्ट्याक्ट गर्नु होला। हामी चाहिँ लाग्यो होइन, अब यहाँ खेल्यो स्विमिङ 3-4 घन्टा अनि लाग्यो गाइस। अब हामी रुमतिर लाग्यौँ। ह्याप्पी होलिडे र के अरे पब्लिक होलिडे पब्लिक होलिडे पनि सक्यो, स्विमिङ नि खेल्यो, लाग्यो 3जना। अब यसको अब नेक्स्ट टाइम फेरि आउँदाखेरि बनाउने छु अर्को भ्लग।